भएको खै के भयो 3 वर्ष भयो चलाउने हो क्या गाउँपालिकाको अर्थविरुद्ध छैन बजेट सकेको छैन उही घाँस हाल्ने राख्ने हो गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 दोबामा यो हस्पिटल बनेको छ दर्शकबिन। दोबामा यो 3 वर्ष अगाडि बनेको अस्पताल अहिले बिरामी अवस्थामा रहेको छ दर्शकबिन। अस्पताल नै बिरामी भएपछि जनताले उपचार कहाँबाट पाउन्? घाँस पलाइसकेको छ, यो अस्पतालमा रुखहरू पलाइसकेका छन् र अस्पताल भवन छोपिएको अवस्थामा छ। यहाँनिर त्यत्रो वर्ष भयो सञ्चालन आएन सबै ताल पानी ताल पर्छ माथि पनि 7-8 करोड खर्च भयो संघीय सरकारको बजेट परेको घर त बनायो पानी ताल पर्छ माथि चाहिँ राखेको पानी कहिले बर्खानी यो करोड लगानीमा यो निर्माण भएको यो अस्पताल अहिले यसरी यस्तो अवस्थामा छ। सञ्चालनमा आउन सकेको छैन। निर्माण भएको 3 वर्ष पुरा भइसक्दा पनि यो अस्पताल यस्तो अवस्थामा छ दर्शकबिन। कहिले सन्चो हुन्छ खै छिटो सन्चो भयो हुन्थ्यो के अब यस्तै छ। अब के गर्ने माथिबाट खै केही आउँदैन निर्णय आउँदैन। पहल हुनुपर्ने हो फेरि माथिबाट प्रदेशबाट केन्द्रबाट पहल हुनुपर्ने खै अहिलेसम्म केही थाहा छैन। यस्तै छ छिटो भइदिएपछि हामीलाई राम्रो छ। यो भिडियोलाई यहाँहरूले सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याउन सक्नुहुन्छ। यो अस्पतालको उपचार यो बिरामी अस्पतालको उपचार सम्बन्धित निकायबाट छिटै होस्। स्थानीयले पनि चासो नदिएको के अरे स्थानीय सरकारले अब प्रदेश सरकार सङ्घले अब के हो अब उनीहरूको हातमा छ। जनताले त छिटै सञ्चालन गरिदियो भने त भन्ने हाम्रो चाहना हो पुरै। धेरै गाह्रो हुन्छ नि गाह्रो हुन्छ। अस्तिको टाउको दुखेको अस्पताल ल्याएर दबाई खाएर ठुलो अस्पताल कुनै किन सबै नभएको हामी यहाँ माथि बसेको छ भने तल सुरु गर्दैन के हुन्छ के अरे अब उहाँहरूको सोचाइ के अब ढिला सुस्ती नै होला। अब स्थानीय पहिला त स्थानीय सरकारले चलाउनु नै पर्छ होला। उनीहरूको अब अधिकार छ नि त। उनीहरूले सुचारू गर्न सक्नुहुन्छ होला भन्छु। तर अब के नमिलेको अब छिटै सञ्चालन भए राम्रो हुन्छ जस्तो त लाग्छ के अरे। अब आफ्नो हात छैन पात छैन त्यही त हो नि। निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि यहाँ ताला लागिरहेको छ दर्शकबिन। अस्पताल सञ्चालनमा नआउनका कारण यहाँका स्थानीयहरूले उपचारको लागि ठुलो धेरै शास्ति भोग्नु परेको छ। उहाँहरू सानोतिनो उपचारको लागि पनि बेनी अथवा टाढा पोखरासम्म पुग्नुपर्ने अवस्था छ। सानोतिनो उपचारहरू सम्भव हुने यो सम्भावना रहेको यो अस्पतालको भवन सञ्चालनमा छिटो नआउनका कारण यहाँका धेरै वडाहरू अन्नपूर्ण गाउँपालिका वासीहरूलाई नै यो उपचार सेवा अस्पताल सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने भौतिक संरचना निर्माण भए तापनि यो बन्द हुँदाखेरि यो एकातिर राज्यको लगानी घाटामा परेको छ भने एकातिर स्थानीयले पाउनुपर्ने यो औषधि उपचार पाएका छैनन्। कति वर्ष भयो यो? यो हस्पिटल भए यहाँ दोबाको बासिन्दालाई सजिलो हुन्थ्यो होइन? त्यहाँ वरिपरि दोबाको होइन अन्नपूर्ण गाउँपालिकाकै सबैको लागि सबैलाई सजिलो हुन्थ्यो। के कारणले होला यो रोकिएको हजुरलाई के लाग्छ? खै हामीलाई के अब हामी गोठालाई खेतल्ला मान्छेले अब आजभोलिको टाउकेहरूको के हो के उनीहरू खोर्सिया बसेर खान पाएका छन् घुस्न पाएका छन्। जनतालाई यो सुविधा चाहिन्छ भन्ने थाहै छैन। उनीहरूले खानु पाए भइहाल्यो। 4 वर्ष भन्दा नि कम्प्लेन गरेको त 3 वर्ष भयो। झारै पलाएर रहेछ अहिले त्यहाँ त के कारणले चलेन भन्ने कुरा त उनीहरूलाई थाहा हुने गरे कारण त हामीलाई यो गाउँ पर्यटकीय गाउँ दोबा गाउँ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 यहाँ नजिकै बनेको यो अस्पताल जुन अस्पताल छ यो अस्पताल सुरु नभएका कारण यहाँका यो गाउँमा बस्ने बासिन्दाहरूले धेरै दुःख पाएको गुनासो हामीले पाएका छौँ।